वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी मोमोको तयारीमा छौँ है। यस्तो छ साथीहरू सब। र आज हाम्रो चाहिँ साथीको ईदको मुहावरत चाहिँ को शुभकामनाको साथमा चाहिँ यो परिकार चाहिँ हामीले आज खाना पाउँदाखेरि एकदम खुसी लागिरहेछ हैन। दुईनी भाइले चाहिँ एकदम राम्रोसँगले मेहनतले भाग लगाउँदै हुन्छ। उहाँ साथी हो है, यो चाहिँ उहाँ साथी मार्फत चाहिँ खाना पाउँदैछौँ। चाहिँ आज मोमोको पालो रहेछ, मोमो बनाउने सब साथीहरूले चाहिँ भिडियो बोल्ने भिडियोको तयारीमा मैदा मिसाउँदा चाहिँ के हाल्दैन? पानी हाल्यौँ अनि नुन हाल्यौँ अलिअलि त्यति हाल्यौँ है। अनि त्यहाँबाट पानी हालेर मजाले कालो बनाइदिन्छु कि कालो बनाइदिन्छु कि किमाको लागि यसलाई चाहिँ हालिन्छ। यो चाहिँ किमा अब मोल्ने तयारी हुँदैछ हाम्रो किमा। यता बटर ल्याएर यसमा हालिन्छ अनि मोलिन्छ। सर त्यो आलु चाहिँ किमामै उगारिन्छ, मोलिन्छ होइन? सेतो तिल हुँदैछौँ। अचारको लागि यता बदाम होइन, अर्को बाटोमा त हाम्रो मोमो चाहिँ रेडी भइसकेको छ। चाहिँ हाल्यो है, पकाइयो अब खाना हाल्यो। यस्तो यस्तो छ यहाँ यी टक रोस्टवाला। वहाँ बस्ने